Hello everyone, welcome back to my YouTube channel. आजको भिडियो स्पेशली नेपाली नेल टेक्निशियन्स एन्ड कम्प्लिट बिगिनर नेल लर्नर्सहरूको लागि हो। I have noticed that नेपालमा नेल सम्बन्धी डिटेल ट्युटोरियल्स एन्ड प्रपर प्रडक्ट नलेज भिडियोजहरू एकदमै कम रहेको छ, जुनमा मोस्ट अफ द ट्युटोरियल्स आर इन इङ्ग्लिस एन्ड समटाइम्स बिगिनरलाई बुझ्नलाई एकदमै डिफिकल्ट फिल हुन्छ। So I have decided to start this journey where we can learn everything about nails in both Nepali and simple English language. Easy wayमा step by step हामी learn गर्नेछौँ। So without any delay, let's do gel nail extension of my client. First मा उहाँको nails मा already nail polish थियो, त्यही भएर acetone ले remove गर्नेछौँ। acetone ले जेल पोलिस वा एक्सटेन्सनलाई सफ्ट बनाउँछ, जसले गर्दा नेल सजिलै रिमुभ गर्न सकिन्छ। त्यसपछि नेचुरल नेल्स कट गरिन्छ र फाइल गरिन्छ ताकि एक्सटेन्सनको लागि क्लिन बेस तयार होस्। त्यसपछि क्युटिकल सफ्टनरको पालो हुन्छ। क्युटिकल सफ्टनरले चाहिँ एकदमै सफ्ट बनाउँछ डेड स्किनलाई, अनि त्यसपछि कट गर्दाखेरि एकदमै क्लिन लुक देखिन्छ। तर मेरो क्लाइन्टको अलरेडी सफ्ट भएको कारण मैले डाइरेक्ट क्युटिकल पुसरले पुस गरेर उहाँको क्युटिकल कटरले मजाले काटिदिएको छु। त्यसपछि नेल सर्फेसलाई सबै ठाउँबाट मजाले फाइल गरिन्छ, किनकि साइनी सर्फेसमा जेल राम्रोसँग स्टिक हुँदैन। त्यसकारण हजुरले मजाले सबै फिङ्गर फाइल गरेर ड्राई भएको छ कि छैन, फाइल भएको छ कि छैन भनेर चेक गर्नुपर्ने आवश्यक हुनेछ। आफ्टर फाइलिङ हजुरले नेल एक्सटेन्सन टिप हजुरको नेल्स बिटमा मेजर गर्नुपर्ने हुन्छ, ठिक छ कि छैन भनेर। इफ अलिकति ठुलो भएको छ भने हजुरले साइडबाट फाइल गर्नुपर्ने हुन्छ। इफ सानो छ भने चाहिँ हजुरले ठुलो नेल टिप चुज गर्नुपर्ने हुन्छ। हजुरले पर्फेक्ट साइज इच नेल्सलाई पाउनु भएपछि हजुरले त्यसमा नेल्स ग्लु लाउनु पर्ने हुन्छ। नेल्स ग्लु चाहिँ त्यो नेलको अगाडिको भागमा सेपरेट गरेको हुन्छ, सेतो भाग अलिकति कम हुन्छ, त्यो पार्टमा लगाएर मजाले नेल टिपमा टास्नु पर्ने हुन्छ। इच नेल 15 to 20 सेकेन्ड होल्ड गर्नुपर्ने हुन्छ। आफ्टर द्याट हजुरहरूले आफ्नो क्लाइन्टलाई हजुरको उहाँको प्रिफरेन्स अनुसारको लेन्थ र सेप कस्तो बनाउने हो त्यो अनुसारको सोधेर हजुरलाई ट्रिम गर्नुपर्ने हुन्छ। मेरो क्लाइन्टको चाहिँ सेप आल्मन्ड थियो, त्यही भएर मैले उहाँको साइड नेल्समा ट्रिम गरिदिएँ, सो द्याट त्यो सेपमा लानको लागि एकदमै सजिलो हुनेछ। यसले एकदमै टाइम पनि बचाइदिनेछ, त्यही भएर चाहिँ मैले त्यो एभ्री इच एन्ड एभ्री फिङ्गरको नेल ट्रिम गरिदिएँ मजाले। त्यसपछि मैले फाइलर युज गरेर उहाँको नेल समातेर मजाले टाइट रूपमा समातेर डाउनबाट फाइल गरिदिएँ। अनि त्यो फाइल भएपछि मैले साइड एङ्गलबाट मजाले फाइल गरिदिएँ, राउन्ड सेपमा लाँदै। नेल सेपमा आउन थालेपछि मैले माथिको साइनी नेल एक्सटेन्सन टिप पार्ट्स पनि मजाले फाइल गरेँ, सो द्याट यसपछिको प्रोसेसमा प्रडक्टहरू मजाले टाँसियोस्। अब यसपछि आउँछ प्राइमरको पालो। प्राइमर चाहिँ हाम्रो यो नेचुरल नेल्समा मात्र अप्लाई गर्ने हुन्छ। प्राइमरले नेल र जेल बीच स्ट्रङ बोन्डिङ क्रिएट गर्छ, जसकारण लिफ्टिङ हुनबाट बचाउँछ। प्राइमर ठिक मेकअप प्राइमर जस्तै नै हो। मेकअप गर्नु अघि प्राइमर लगाउँदा मेकअप लङ लास्टिङ हुन्छ भने चाहिँ नेल्स पनि एकदमै लङ लास्टिङ टिक्ने हुन्छ। अब बेस कोट लगाइन्छ र ल्याम्पमा एटलिस्ट 60 सेकेन्ड जति केयर गरिन्छ। बेस कोट भनेको प्रोटेक्टिभ लेयर हो, जसले नेचुरल नेललाई प्रोटेक्ट गर्छ। अब त्यसपछि बिल्डर जेलको पालो आउँछ। बिल्डर जेल एकदमै लिक्विडी फर्ममा हुन्छ, त्यसकारण बग्ने चान्स हुन्छ। सो हजुरहरूले एकदमै छिटो हात चलाएर राउन्ड मोसनमा माथिबाट स्टार्ट गर्दै तलमा चाहिँ यु सेपमा लगेर हजुरहरूले रोटेट गर्नुपर्ने हुन्छ। साइडमा बिल्डर जेल पुगेको छैन भने चाहिँ हजुरहरूले लाइनर ब्रस युज गरेर साइडमा माथितिर तानिदिनु पर्ने हुन्छ, जसकारण इक्वली डिस्ट्रिब्युट हुन्छ बिल्डर जेल, सो द्याट त्यो बिचमा बाँचिने त्यस्तो समस्या आउने हुँदैन। हजुरहरूले एपेक्स लाइनको लागि
हजुरहरूले एपेक्स क्रिएट गर्नको लागि चाहिँ क्लाइन्टको हात एकदमै फ्लेक्सिबल पारेर प्रोटेक्ट गर्नुपर्ने हुन्छ र हल्का ब्रसले मिलाउनु पर्ने हुन्छ। एपेक्स भन्नाले चाहिँ हजुरको नेल अलिकति माथि उठेको हुन्छ नि, त्यस्तो क्रिएट गर्ने हो, जसकारण एकदमै लङ लास्टिङ स्ट्रङ हुन्छ। त्यसपछि चाहिँ 60 सेकेन्ड जति चाहिँ केयर गर्नुपर्ने हुन्छ बिल्डर जेल लगाएपछि हजुरहरूले इच नेल्स। इफ हजुरहरू बिगिनर हुनुहुन्छ भने म चाहिँ हजुरहरूलाई एउटा नेल्स लगाएर चाहिँ केयर गर्न सजेस्ट गर्छु। बट इफ हजुरहरू एकदम प्रो हुनुहुन्छ भने हजुरहरूले सिचुएसन अनुसार 2टा वा 3टा नेल्स एकैचोटि गर्न पनि सक्नुहुन्छ, सो द्याट हजुरको टाइम एकदमै सेभ हुन्छ। बिल्डर जेल सुकिसक्दा पनि एकदमै स्टिकी हुन्छ, त्यसकारण हामीले क्लिन्जर र कटन प्याड युज गरेर त्यसलाई मजाले वाइप गर्नुपर्ने हुन्छ। मेनी क्लाइन्टहरूले चाहिँ यो स्टिकी हुने भएको भएर बिल्डर जेल नसुकेको हो कि भनेर फेरि केयर गर्नुहुन्छ, तर त्यो चाहिँ त्यस्तो होइन। हजुरहरूले क्लिन्जरले रिमुभ गरेपछि मात्र स्टिकी पार्ट रिमुभ हुन्छ। त्यसपछि हजुरहरूले फाइलर 100 to 180 नम्बरको युज गरेर मजाले नेल फाइल गर्नुपर्ने हुन्छ। मोस्टली यो फाइलर चाहिँ म हजुरहरूको नेलको माथिको भागमा युज गर्न सजेस्ट गर्छु। त्यसपछि हजुरहरूले ड्रिलर युज गरेर मजाले डाउनवार्डतिर मजाले फाइल गर्न सक्नुहुन्छ। ड्रिलरले चाहिँ एकदमै हजुरहरूको टाइमहरू एकदमै सेभ गर्नेछ। हजुरहरूलाई फाइलर चाहिँ माथि किन युज गर्न सजेस्ट गरेको भन्दाखेरि इफ त्यो फाइलरले छालामा छोयो भने एकदम फिल हुन्छ र क्लाइन्टको पनि घाउ हुँदैन। इफ हजुरहरू ड्रिलरमा युज टु हुनुहुँदैन भने चाहिँ यसले चाहिँ इन्जुरीहरू क्रिएट गर्न सकिन्छ। सो म हजुरहरूलाई माथि चाहिँ फाइलर युज गर्न सजेस्ट गर्छु अनि अरू ठाउँमा चाहिँ मजाले ड्रिलहरू अप्लाई गर्न सक्नुहुन्छ। फाइलिङ र ड्रिलिङ प्रोसेस गर्दाखेरि एकदमै पर्फेक्ट सेप र फिनिसिङ देखिन्छ। यही नै मेन प्रोसेस हो यो जेल नेल एक्सटेन्सनमा क्लिन लुक देख्नको लागि। फाइलिङको प्रोसेस पछि अझ क्लिन लुकको लागि स्मुथ फिनिसिङको लागि बफर युज गर्नुपर्ने हुन्छ। बफरले चाहिँ त्यो अलिकति प्रोसेसहरू डाङ्डाडुङ्गु छ भने जेलहरू मजाले स्मुथ भएको छैन भने चाहिँ समूह पार्नलाई एकदमै युजफुल छ। सो यसले चाहिँ घाउहरू पनि बनाउने चान्स हुँदैन, सो मजाले फाइल गर्न सक्नुहुन्छ। बफ र फाइल गरेको नेल्सको धुलोहरू क्लिन्जरले मजाले वाइप गर्नुपर्ने हुन्छ ताकि त्यो मजाले त्यो नेल्समा स्टिकी नहोस् भनेर। अब नेल आर्टको पालो। हजुरले हजुरको क्लाइन्टको टोन अनुसार र उहाँको प्रिफरेन्स अनुसार हजुरले बेस कलरहरू युज गर्नुपर्ने हुन्छ। फर्स्टली त फर्स्ट बेस कलर चाहिँ एकदमै पर्फेक्ट वाला देखिँदैन, एकदमै मधुरो टाइपको देखिन्छ। सो हजुरहरूले चाहिँ यसपछिको प्रोसेस फेरि बेसको कलरहरू एड गर्नुपर्ने हुन्छ सबै फिङ्गरमा। यो चाहिँ अलमोस्ट 60 सेकेन्ड केयर गर्नुपर्ने हुन्छ। फर्स्टमा त 30 सेकेन्ड मात्र केयर गर्दा हुन्छ, बट सेकेन्ड टाइममा हजुरले फेरि अप्लाई गर्दाखेरि बाक्लो लेयर अप्लाई गरेर 60 सेकेन्ड केयर गर्नुपर्ने हुन्छ। इफ कुनै पोलिस एकदमै पातलो छ भने राम्रो रिजल्ट देखेन भने हजुरहरूले थर्ड टाइम पनि युज गर्न सक्नुहुन्छ, सो द्याट हजुरले पिन्ट्रेस्टवाला फिलिङ पाउन सक्नुहुन्छ, बाक्लो क्लिनवाला जसमा लाइनहरू बिचमा केही पनि नदेख्नेवाला। मेरो क्लाइन्टको चाहिँ 2 कलर मिक्स थियो, डार्क ब्राउन र लाइट कलरको बेस कलर। सो मैले चाहिँ बोडी र कान्छी औँलामा डार्क कलर युज गरेको छु। त्यो बेस कलर र डार्क कलर युज गरेर केयर गर्न लाएँ। त्यसपछि उहाँको डिजाइन अनुसार उहाँको पोल्का डट्स र फ्रेन्च डिजाइन थियो। त्यसपछि मैले त्यो पोल्का डट्स बनाएर फ्रेन्च डिजाइन बनाएर उहाँको लुक कम्प्लिट गरिदिएँ। डिजाइनहरू सबै कम्प्लिट भएपछि त्यसलाई प्रोटेक्ट गर्नको लागि टप कोट लगाइन्छ। टप कोटले डिजाइन प्रोटेक्ट गर्छ र साइनी ग्लोसी लुक क्रिएट गर्छ, जसकारण एकदमै राम्रो टल्किने देखिन्छ। टप कोट मोबाइलको स्क्रिन प्रोटेक्टर जस्तै नै काम गर्दछ। त्यसपछि क्युटिकल ओइल लगाइन्छ, क्युटिकल मोइस्चराइज क्रिएट गर्नको लागि र हेल्दी नेल्स रहनको लागि लगाइन्छ। तर मेरो मोबाइलमा स्पेस फुल भएको कारण, नेपाली हो नि त स्पेस फुल भइ नै हाल्छ, त्यसकारण मैले टप कोट र क्युटिकल ओइल प्रोसेस चाहिँ रेकर्ड गर्न पाइनँ। यो ह्यान्ड चाहिँ क्लाइन्टकै ह्यान्डमा गरेको हुनाले मैले ठाउँको ठाउँ डिलिट गर्नलाई मौका पाएन, सो त्यसको लागि एकदमै सरी हो। एन्ड हियर इज द ब्युटिफुल जेल नेल एक्सटेन्सन रिजल्ट।